सिलाएको यो त 12 मा चाहिन्छ मलाई त उता गरे त नयाँ सिलाउने हो नि त यहाँ त अब अहिले यस्तो हालत छ आफ्नो घर छैन यताउति पछि गएर उता तेरो छुट्टै सिलाउने हो के नत्र कि सर्ट मात्रै ल्याएर जाऊँ क्या हो छि सर्ट मात्रै त राम्रो हुँदैन ती कोट राम्रो हुन्छ नि त अनि उस्तै यो सर्टमा त लास्ट भने त यो पनि राम्रो फिटिङै भएको छैन तँलाई यो ठुलो भएको छ अनि यहाँ चुन देखिन्छ कोटले छोप्नु परेन यो मुजा पसेकोहरू नभए त मुजा देखिन्छ यो प्यान्ट जोस भोलि छुट्टी चाहिँ दिएछ 3:30 पछि आएर नुहाइ धुवाइ गर्ने नि त नङहरू रहेछ है जुन भोलि कपाल त एकैचोटि त चैत्रको 15 गते काट्दिन्छ अरे काट्नु पर्दैन तिमीहरूले त्यतिखेरसम्म त्यो दिन त तिमीहरूको त बच कट सेट ठिक पार्दिने अनि पठाउने हो सिदिन भनिरहेको छ एसी दिन अब एसीमा अब डिसिप्लिन देखाउनु पर्यो नि स्कुलहरूको अब त्यतिखेरसम्म जति पाल्दिने पाल केटा हो भनिरहेको छ फेयरवेलको लागि पनि पर्खिराथिस् भनेर डाइरेक्ट दिइसक्यो सकिएन अब त्यो मैले लिएर आउँछु पर्सि त्यो अब के अब त्यो अब यो फोटो खिचेको त्यो फोटोहरु पनि आफ्नो आफ्नो घरमा लानु दिन्छ के त्यो खिचेको त्यो ग्रुप फोटो त्यो यस्तो के ए अनि यो चाहिँ कहिले सिलाएको यो मान्छेको सर्ट यो जमानामा सिलाएको नि हो कपडाहरू बिसिहार कोठा एउटै कोठामा कुचिरिया छ के गर्ने त आफ्नो घर नभएपछि थियो कपडा लगा कपडा भेष लाएर माथि गएर पुग्नुको सुटिङ टी-शर्ट खए राम्रो हिँड हौ बाबाले टिकटक बनाउँदै हुन्छ मलाई थाहा छ हैन त्यो चाहिँ डिलिट गर्नु अघि नै मैले चाल पाएको थिएँ कि कति चिजहरू थाहा हुन्छ मलाई थाहै छैन मलाई त सब थाहा हुन्छ मनै मन थाहा हुन्छ मलाई पैसा कहाँ राखिसको नि फेरि बिहान केचे आमा छोरा फेरि उसको झोलामा थन्काइसकेको छ 5 जम्मै त पाउन अदिसो मान्ने रहेछ र त्यतिमा त सरको इसिएमा पैसा राखिदिनु बाबालाई भन्नु थाल्यो सकि मजाले पटाएर राखिदियो कि नै पटाएको हो के निकाल्ने बेला निकाल्यो अब